नमस्ते फ्रम पायल सिलगढी होइन बल्ला बजारमा छौँ गाइज। हिजो आएको, भोलि इक्जाम हो। आजको डेट चाहिँ म यहाँ लेखिदिन्छु। र आज चाहिँ अलिकति बेस्ट टाइम थियो, हामी चाहिँ दिन अघि आएको थियौँ र आज चाहिँ हामी जानेवाला छौँ शैलेश्वरी मन्दिर दर्शनको लागि। यसो यो टाइममा आएको छौँ, फेरि यसरी यहाँ आउने मौका पनि मिल्दैन अनि बाटो पनि कस्तो के यो स्याउलीबाट भित्र आउनुपर्छ अनि कस्तो एकदमै छुट्टै ठाउँ आएको जस्तो चाहिँ फिल हुने। र आज चाहिँ त्यहाँको लागि अलिकति मेमोरिज भ्लग पनि हुन्छ भनेर चाहिँ क्याप्चर गर्ने सोचमा छु। यो गाइस बजार चाहिँ हलको चाबी दिएर जाऊ रे। अब गाडी पाउँछ त गाइस। चाहिँ हामी नगर बसमा छौँ। रुपेश सर यता हुनुहुन्छ, भट्ट सर, किशोर सर, मनोज सर यता, कमाल सर। A few moments later. सिलगढी बजार बसमा यस्तो पनि दिने रहेछ गाइज। दिपा सिलगढी नगरपालिका नगर बस सेवा 16/5/27 रकम चाहिँ लिएको चाहिँ हामी करिब 1 घन्टा गाडीको यात्रापछि अहिले चाहिँ हामी यो शैलेश्वरी मन्दिरमा छौँ गाइज। अब यहाँ चाहिँ अलिकति दर्शन गरेर फोटोसुट गरेर, अब आजकल यस्तै फोटोसुटको ट्रेन्ड छ। हामी पनि अब यसो ट्रेन्ड भन्दा पनि यहाँ चाहिँ सम्झनामा खिचिन्छ, मान्छेले अब कसरी लिन्छ भन्ने कुरा हो। पहिला कपीहरूमा देख्थ्यो, आजकल रियलमा दर्शन गर्न पाइयो। त्यो बाल्नुपर्छ। अब धेरै टाढादेखि आएको, अब धेरै त सकिएन। अब यसो खर्चा गर्नु होला सबैको तर्फबाट है। त्यसपछि नाम लिएर A few moments later. अहिले चाहिँ हामी दर्शन गरेर फर्किसक्यो गाइस। यहाँ चाहिँ बवाल कसको घर हो, बवाल फुल रहेछ, बनाएको छ मूर्ति, एकदमै बवाल छ। चाहिँ तल देखिआएको सिलगढी उयो त्यो बजारको नाम के, पिपल्ला बजारबाट आएको। अब आज चाहिँ यहाँ चाहिँ यसो पूजापाठ दर्शन पनि भइहाल्यो। हाम्रो सेन्टर चाहिँ राजपुर परेको छ, इक्जाम दिन आएको सबैलाई थाहा भएको कुरा। यहाँ सबै साथीहरू छौँ, दार्चु लाग्यो हो, गाडीमै भेट भएको अनि यहाँसँगै बस्यो, रमाइलो भएको छ गाइस। पानी पनि पल्ला जस्तो भइरहेको छ। यहाँबाट पिपल्ला बजार जाने आज स्टे उतै हुन्छ, त्यहाँबाट फेरि भोलि बिहान इक्जाम दियो, बेलुका डडेलधुरा हुन्छ कि गोकुलेश्वर हुन्छ, कहाँ बसिन्छ गाइस केही थाहा छैन। यहाँ चाहिँ जिल्ला प्रशासन कार्यालय गाइस। यहाँबाट बसिँदै पिपल्ला बजार सिलगढी, यो चाहिँ सिलगढी हो अरे। सिलगढी बजारमा एउटा फोटो पनि खिचेन गाइस, शैलेश्वरी नजिकै पर्ने रहेछ। हामी चाहिँ जिपमा बसेको छौँ गाइस अहिले चाहिँ सिलगढी बजारमा। अघि आएको चाहिँ यो बसमा गाइस। यहाँ चाहिँ पुरै भ्याट बिल जस्तो दिने रहेछ। यस्तो गर्मी छ नि। शैलेश्वरी दर्शन गरेर पनि हामी फर्किसकेका छौँ गाइज। रुपेश सर यता हुनुहुन्छ, हामी सबैको टोली नै गएको थियौँ र अब चाहिँ खानासाना खाने अनि अब भोलिको तयारीमा जुट्नु पऱ्यो। अब चाहिँ अलिकति मेमोरिज हो, कति घुम्या छ भन्ने हुन्छ होला। सो थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई। यो चाहिँ के बजार हो, यो पिपल्ला बजार, बाई बाई।